हेलो गाइज, मेरो पहिलो ब्लग सुरु हुँदैछ है ल है। मेरो घरको गेटबाट है गाइज जाँदैछु। लाउ न साथीहरू, यसरी नै खुल्दो रहेछ गेट। ओ माथि जाने, योभन्दा माथि जाने गाइज। साथीहरू अब बिच बाटोमा पुग्यो है। अब अलि छ, अब यहाँबाट अलि छ पुग्नलाई। मेरो नाक कतिजना लाउन अब अलि यात्रा छ है, पुग्न लाग्यो है साथीहरू। पुग्न लाग्छ यही तल निरा झर्दैछौँ है। त्यहाँ हेर्ने यही नै हो गाइस। के गर्न आएको यो गोबर लान आएको के त्यो बारीमा हाल्न थियो होइन। बोतलमा नि गोबर आउँछ र यो त यता मात्रै यो गाईको गफ लाने के त्यो पनि हाल्न लाग्छ नि त। अलि तरकारीलाई पनि यस्तो के हो ल है। अब बोतलमा हालेर लाने है। यो गाईको गहुँत बारीमा हाल्नलाई चाहिने भयो, त्यही भएर अब बोतलमा हालेर लाँदैछौँ है साथीहरू। अनि एकदम सस्तो मूल्यमा है साथीहरू, चाहिने भयो छिट्टै आउनु है। यता हेर्नुहोस् त कति छ ऊ त्यहाँ तलसम्म हेर्ने, माथिसम्म कति छ गाइस। अनि यो बिक्री गर्ने मालिक चाहिँ यो हो है। यसलाई हो सोध्ने पुछ्ने, अनि यसैलाई सोधेर लाने, यसैले दिन्छ हजुरलाई है। ल है साथीहरू, लिएर बारीमा आइपुगिसक्यौँ है हामी। यो गाईको गहुँत अब यो भुजी मुन्टोमा हाल्दै के भुजाको बोटमा हाल्दैछौँ है। अब कस्तो हुन्छ होला है, यो ठुलो भएपछि खानलाई फल्छ होला कि फल्दैन होला है, यति मेहनत गरेर पनि खै। अब हेर्दै गरौँ कस्तो हुन्छ। ल न साथीहरू, हाम्रो यो बारी हो है। यतामा मकै रोपेको छ, ऊ त्यहाँ यो बारी है। यतामा यो हजारी फुल पनि रोपेको छ है। अब फुल्छ होला सायद। यस्तो एउटा बोट चाहिँ यति ठुलो भइसक्यो है। यो चाहिँ आफै उम्रिएको बोट रहेछ साथीहरू। यतामा अब बिस्तारै उम्रिन्छ होला। हेर्नु त गाइस, बजेल दिया के भयो।